यो आजको दिनको लागि एउटा लामो प्रतीक्षा थियो। त्यो प्रतीक्षाको घडी सकिएको छ। त्यही भएर पनि आज तपाईहरु यति उत्साहित हुनुभएको छ, यति भावुक हुनुभएको छ। मैले बुझेको छु यो आजको यहाँको उत्साह भनेको एउटा व्यक्तिले सांसद पदमा जितेर यहाँ खुसी हुनुभएको होइन। यहाँ त के कारणले खुसी हुनुभएको छ भने यो देशमा एउटा परिवर्तनको मार्ग खुलेको छ। यो देश अब एउटा प्रगतिको पथमा जाँदैछ। यो देशमा अब एउटा गलत राजनीतिक संस्कारको अन्त्य हुँदैछ। यो देशमा पनि आफ्नो भविष्य हुन्छ भनेर युवाहरूले सोच्ने दिन आएको छ भनेर आशा गर्ने दिन आएको छ। यो देशमा अब हामी बस्न सक्छौं, यही देशमा हामी रमाउन सक्छौं, यही देशमा केही गर्न सक्छौं र यही समाजमा हामी खुसी भएर रहन सक्छौं भन्ने एउटा विश्वासको आधार प्रकट भएको दिनको रूपमा हाम्रो निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भइसकेपछि यहाँहरुमा आएको यो उल्लासले मलाई एकदमै भावुक बनाएको छ। म भित्रैदेखि इमानदारीतापूर्वक के भन्न चाहन्छु भनेदेखि मैले कुनै ठुलो मान्छे हुनको लागि, नेता बन्नको लागि, अब म सामान्य जनता नरहनको लागि राजनीतिमा आएको होइन र सांसद पदमा निर्वाचित भइसकेपछि त्यो भन्दा पनि तपाईहरुको प्रतिनिधिको रूपमा आज निर्वाचित भइसकेपछि मैले आफूलाई तपाईहरुको एउटा सेवकको रूपमा लिएको छु। वास्तवमा यदि यो देशले बाटो बिराएको छ भने राजनीतिको कारणले बिराएको छ। यो देशमा यदि केही बिग्रिएको छ भनेदेखि राजनीति बिग्रिएको छ। यहाँले सुन्नु भएको होला नीतिहरूको पनि मूल नीति भनेको राजनीति हो। जब घरमा अभिभावक नै बिग्रिसकेपछि घर बिग्रिनु, घर परिवारका अन्य सदस्यहरू बिग्रिनु अचम्मको कुरा होइन। यो देशमा राजनीति बिग्रिएकाले अन्य सबै नीतिहरू र त्यसले लागू गरेर गरिने कार्यक्रमहरू बिग्रिएको छ। हाम्रो देशमा राजनीतिले कुनै पनि सकारात्मक सन्देश दिन नसकेको कारण पनि त्यही हो। त्यसकारणले गर्दाखेरि अब एउटा सकारात्मक राजनीतिक परिवर्तनको दिशामा देश गइसकेको छ। यो देशमा कसैले नसोचेको, कसैले खिस्याएर बोल्ने गरेको र कहिल्यै पनि यो देशमा राजनीतिमा यो दिन आउँछ भनेर नसोचिएको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा 2/3 सरकारको तिरको एउटा यात्रा आरम्भ गरेको छ। यसले हामीलाई निकै ठुलो हौसला दिएको छ। आम नागरिकले आज टाउको उठाएर हेरिरहनु भएको छ। के भनिरहनु भएको छ भनेदेखि अब यो देशमा केही हुँदैछ, यो देशमा अब हामी बाँच्ने वातावरण बन्दैछ भनेर म हरेक दिन मेरा निर्णयहरूमा हरेक दिन म जहाँ जान्छु जे गर्छु त्यतिखेर म तपाईहरुको आवाज सुन्नेछु। म विगत केही हप्तादेखि यो निर्वाचन अभियानको क्रममा तपाईहरुको घर दैलोमा गए, विभिन्न यो क्षेत्रका आम नागरिकहरुसँग संवाद गरे र ती समस्याका कुराहरू, निराशाका कुराहरू सबै कुरालाई मैले मेरो मनमा पनि राखेको छु र डायरीमा पनि लेखेर राखेको छु। मैले गर्ने हरेक दिनका क्रियाकलापहरूमा म आम नागरिकहरूको आवाजलाई राखेर उहाँहरूलाई कसरी न्याय दिन सकिन्छ, उहाँहरूको इच्छालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा म केन्द्रित रहेर काम गर्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। मैले भन्ने गरेको छु राजनीतिज्ञको हरेक दिन परीक्षा हुन्छ र मेरो पनि हरेक दिन परीक्षा हुन्छ। तपाईहरुलाई म यो भन्दिन कि विक्रम तिमिल सिन्हालाई तपाईले सधैँ विश्वास गर्नुहोस्, मलाई तपाईले सधैँ एउटा परीक्षार्थीको रूपमा हेर्नुहोस् र जुन दिन तपाईले चाहिँ मैले गलत गरेँ कि अथवा बाटो बिराएँ कि भन्ने लाग्छ त्यो दिन मलाई प्रश्न गर्न नभुल्नु होला र अन्य नेताहरूलाई पनि प्रश्न गर्न नभुल्नु होला।
लोकतन्त्रलाई बलियो बनाउने भनेकै त्यसै गरी हो। 5 वर्षको लागि तपाईले मलाई निर्वाचित गरेर अब 5 वर्षसम्म मैले काम गर्ने र 5 वर्षपछि फेरि निर्वाचनमा मात्रै तपाईले जवाफ दिने होइन कि हरेक दिन मलाई जिम्मेवार, म जिम्मेवार त आफै हुनुपर्छ। यदि जिम्मेवार भइन भनेदेखि खबरदारीको काम चाहिँ तपाईमा रहेको कुरा पनि म हिजो त्यही नभएर राजनीति बिग्रिएको थियो र आज त्यो बिना फेरि पनि राजनीति सप्रिने छैन। कृपया यो कुरा मनमा राख्नुहोला। म लामो भाषण गर्ने पक्षमा छैन। म निकै भावुक यस मानेमा भएको छु कि विगत 1 महिनाभन्दा बढी समयदेखि मेरा मित्रहरूले विभिन्न पालिकासँग सम्बन्धित पालिका सभापतिहरू, वडा सभापतिहरू, वडा र पालिकाका पदाधिकारी सदस्यहरू, आम पार्टी सदस्यहरू र आम नागरिकहरूले यति धेरै हौसला दिएर यति धेरै सहयोग गरेर यो आज सफलतासम्म ल्याइ पुर्याउनु भएको छ। म एक एक गरेर उहाँहरूलाई स्मरण गर्न चाहन्छु र हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो निर्वाचनलाई यसरी सफल बनाउनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छु। पार्टीका सभापति रवि लामिछानेज्यू नुवाकोट आएर सम्बोधन गर्नुभयो र हाम्रो क्षेत्रका आम नागरिकका लागि एउटा निकै सुन्दर भिडियो सन्देश पनि पठाउनु भयो। म पार्टी सभापति रवि लामिछानेज्यू प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यसैगरी पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नुवाकोट हाम्रो क्षेत्र नै आउनुभयो र हामीलाई हौसला प्रदान गर्नुभयो। उहाँहरूप्रति पनि म आभार प्रकट गर्न चाहन्छु। पार्टीका उपसभापति डिपी अर्याल आज पनि यही स्थलमा आएर हामीलाई हौसला बढाउनु भएको थियो। त्यस्तै पार्टीका केन्द्रीय सदस्य साथीहरू, पार्टीका विभिन्न तह र तर्कामा रहनुभएका व्यक्तित्वहरू, प्रदेशका सभापति, महामन्त्री लगायत सम्पूर्ण व्यक्तित्वहरू र यो पार्टीका जिल्ला समितिका साथीहरू, सम्पूर्ण सभापति उपसभापतिदेखि लिएर सचिवसँगै सम्पूर्ण पदाधिकारी र सदस्यहरूको सहयोग बिना यो आज सम्भव हुने थिएन। यहाँले खाई नखाई, यहाँहरूले एक दिन पनि थकाइ नमारी आफ्ना सम्पूर्ण कामहरू त्यागेर जसरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई यो क्षेत्रमा जिताउनको लागि भूमिका निर्वाह गर्नुभयो। म जति प्रशंसा गरे पनि यहाँ त्यो कुरा अपुग हुन्छ भन्ने कुरा भन्न चाहन्छु। र माथिल्लो तह मात्रै होइन, वडा तहदेखि साधारण सदस्यहरू र आम नागरिकहरूले घर घरमा चाहिँ हामीलाई चाहिँ हामी जहाँ जान्छौँ त्यहाँ दाल भात तरकारी खुवाएर, मकै भुटेर खुवाएर, पानी खुवाएर हार्दिकता सहित स्वागत गर्नुभयो र देशमा अब परिवर्तनको एउटा संवाहकको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी आउँदैछ भन्ने मेसेज दिनुभयो। तमाम आम नागरिकहरू जो नुवाकोटमा पनि जागरुक भएर उठिसक्नु भएको छ, यो एउटा नुवाकोट जागेको एउटा उदाहरण हो। त्यसको लागि नागरिकहरूप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु। अन्त्यमा म के भन्न चाहन्छु भने अब हिजोसम्म तपाईहरूको कर्तव्य थियो, तपाईहरूको म मिडिया मार्फत तमाम आम नागरिकहरूमा, मतदाताहरूमा पनि यो अपिल गरिरहेको छु कि हिजोसम्म मौन अवधि सुरु हुनुभन्दा अगाडिसम्म म घर दैलोमा गएर आम नागरिकमा चाहिँ मत मागिरहेको थिएँ, सहयोग मागिरहेको थिएँ। अब यहाँहरूले गर्ने सहयोगको दिन सकिएको छ र मैले काम गर्ने, सहयोग गर्ने दिन आजैबाट सुरु भएको छ। म त्यसको लागि प्रतिबद्ध छु। म के अनुरोध गर्न चाहन्छु भनेदेखि यदि तपाईलाई कुनै समस्या परेको छ र मैले त्यो समस्याको समाधान गरिदिनु पर्छ र सक्छु भन्ने लागेको छ भने कृपया तपाईसँग मेरो सम्पर्क नम्बर छ, मलाई सोझै सम्पर्क गरेर काम गर्ने, तपाईको सेवा गर्ने अवसर दिनुहोला। म यो पनि अनुरोध गर्न चाहन्छु कि म यहाँहरूलाई बेला बेलामा आएर भेट्ने छु, हामी बेला बेलामा संवाद पनि गर्नेछौँ। तर काम नपरिकन म काम गरिरहेको हुनेछु। धेरै फोनमा मात्रै व्यस्त भएँ भनेदेखि पनि मैले तपाईँका लागि गर्ने काममा बाधा पुग्न सक्छ, तपाईँलाई भेट्ने र तपाईँको लागि केन्द्रबाट गर्ने काममा बाधा पुग्न सक्छ। त्यो हुनाले हामी आवश्यक सम्पर्कमा अवश्य रहनेछौँ, अनावश्यक सम्पर्कमा रहने छैनौँ भन्ने प्रतिबद्धता र एउटा मेसेज पनि सेयर गर्न चाहन्छु। यति रातिसम्म
एउटा उत्साह लिएर, एउटा ऊर्जा लिएर यो देश परिवर्तनको संवाहकको रूपमा यो कार्यक्रममा उपस्थित भइदिनु भयो। यत्रो हुलमुलमा आफ्नो एक किसिमले के होला कसो होला पनि नसोचिकन यति रातिसम्म बुवा आमा दिदी बहिनी मैले देखिरहेको छु। निकै वृद्ध बुवाहरू पनि आउनु भएको छ, आमाहरू पनि आउनु भएको छ। यहाँहरूप्रति फेरि पनि म हार्दिक आभार प्रकट गर्दछु र यहाँहरूलाई मेरो मुटुमा राखेर, यहाँहरूलाई मेरो आँखामा राखेर, यहाँहरू सबैलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याउन चाहन्छु। अब मैले यो खासमा धन्यवाद ज्ञापनको छोटो सभा हो। यो हाम्रो यो निर्वाचन प्रक्रिया र मलाई आजको दिनमा र पार्टीलाई निर्वाचित गराउनको लागि सहयोग दिनुहुने तमाम साथीभाइहरू जसले आर्थिक, सामाजिक, राजनैतिक हिसाबले र आफूले समय दिएर सहयोग गर्नुभयो, तपाईको सहयोगलाई म सधैँ सधैँ सम्झिरहनेछु। आज मैले जति धन्यवाद दिए पनि त्यो अपुग हुनेछ र आउँदा दिनमा मेरो लागि होइन तपाईको लागि काम गर्नको लागि तपाईँ सबैको साथ सहयोग सुझाव रहिरहनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। आज यो कार्यक्रम हुँदै गर्दाखेरि यदि यहाँलाई असुविधा भएको भएदेखि, अप्ठ्यारो परेको भएदेखि म त्यसको लागि क्षमा प्रार्थी छु र तपाईहरूको सम्पर्कमा रहनेछु, तपाईहरूको गाउँ बस्तीमा आउनेछु र तपाईहरूको एउटा भाइ छोरा दाइ जस्तो तपाईसँगै मिलेर एउटा सामान्य नागरिकको रूपमा तपाईलाई सेवा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै फेरि पनि यहाँहरू सम्पूर्ण काठमाडौँदेखि पार्टीको केन्द्रदेखि आउनुभएका मेरा प्रिय साथीहरू र तलदेखि एउटा नागरिक पार्टी सदस्य पनि नभएर पनि एउटा आशा र उत्साह बोकेर आउनुभएका सम्पूर्ण नागरिकहरूप्रति फेरि पनि हार्दिक आभार प्रकट गर्दै म आजको मेरो धन्यवाद ज्ञापन टुङ्ग्याउन चाहन्छु। नमस्कार, जय घन्टी।